हेलो मामुहरू, सन्चै हुनुहुन्छ? अनि हजुरको बाबु नानीको कान कति महिनामा छेडिदिनु भयो नि? मेरो बाबु चाहिँ वैशाखको है। भाइको कान छेडेको, दाइलाई पो दुखेछ, आमालाई पो दुखेछ छोरा। घरबाट चाहिँ घुम्न जान्छु भनेर लैजाने, मलाई कान छेडिदिने भन्दै होला नि भन्नु है मेरो छोरो। बिस एकछिनपछि त हिही गर्दै हिँडेको हामी त। हेर्न त छोरो।